गाइस लो 1K सब्सक्राइब। आप लोग का पूरा मेहनत है इधर है, मेरा कुछ भी नहीं है। 1K कंप्लीट, अब 10K का बारी है। लाइक सब्सक्राइब कर दीजिए। ओके 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 मिलता रहो वीडियो बना भाई विशाल भाई। हाँ बना रहा हूँ। हमारे इधर है कुमार भाई, हमारे कुमार भाई चाइनीज से लोग कुमार भाई और हमारा ब्रो दिस वाइड दूसरा भाई पहले तो पूछना ऐसे लाइक सपोर्ट और सब्सक्राइब करते जाइए। चैनल 1K हो गया है, धीरे धीरे 10K होना है। में डालूंगा आप यार मजूर भाई। हाँ मजूर भाई पूरा 1K में बहुत मेहनत करे। हालो तुम। सो हेलो एन्ड नमस्ते एनपिआर ब्लग 2 सबैजनालाई चाहिँ धन्यवाद छ है। आज चाहिँ के स्पेसल हुनेछ भने चाहिँ हजुरलाई मैले अब सरप्राइज दिनलाई जाँदैछु होइन। म चाहिँ निकै नै एक्साइटेड भएको छु। अहिले चाहिँ म ड्युटीमा नै जाँदै, तर आज एउटा सरप्राइज पनि देखाउन छ। सबै लास्टसम्म बसेर हेरिदिनु होला। अहिले चाहिँ मैले हजुरलाई सरप्राइज देखाउने छु। अहिले चाहिँ हामी ड्युटीमा जाँदैछौँ, बाटोमा छौँ अहिले चाहिँ है। बिस्तारै अब जाँदैछौँ, हेर्नु होला कस्तो हुन्छ आजको भिडियो। अब यहाँ चाहिँ निकै नै आवाजहरू आइरहन्छ होइन गाडीको, त्यही भएर देख्न सक्नुहुन्छ। अहिले चाहिँ म हैदराबादमा छु। हैदराबादमा यो न्यू मार्केट भन्ने हो, मेट्रो स्टेसन तल बाटोमा जाँदैछौँ। अहिले चाहिँ एकदमै अब भिड लाग्छ यता चाहिँ। बाटोमा बोलेर पनि हिँड्न सकिन्न, त्यो कारणले गर्दाखेरि होइन। अहिले मैले उहीँ गएर सरप्राइज देखाउने छु के हुनेछ होइन। ओके जाम बिस्तारै। सो नमस्कार, आउँदा राति भयो होइन। सबैलाई चाहिँ म माफ गर्न चाहन्छु होइन। अब आउँदा राति भयो। अहिले चाहिँ म बल्ल केक लिएर चाहिँ जाँदैछु 1K सब्सक्राइब। तर केक चाहिँ मैले डिजाइन गर्न अनुसारै भएन नि त। अब काममा चाहिँ त्यस्तै हुन्छ, त्यही म काम गर्ने ठाउँबाट हो डिजाइन गरेर ल्याएको, राम्रो छैन होइन। हेर्न सक्नुहुन्छ केक किनेर ल्याइसकेको छु। अब दोकान खुल्ला भयो चाहिँ यसो स्प्राइट पनि लैजानु पऱ्यो होइन। 1K सेलिब्रेट राम्रो गर्नु पऱ्यो नि त होइन। ठिक छ, यो 1K पुग्नको लागि पनि मैले धेरै मेहनत गरेको छु कि होइन। त्यही भएर अब यो मेहनतको अनुसारकै एउटा अब खुसी मनोरञ्जन मनाउँ भनेर चाहिँ मैले केक कति पटक सोचेँ होइन। 3-4 पटकै सोचेँ मैले केक किनौँ कि नकिनौँ कि भने होइन। जति कमायो नि त्यस्तै हो। अब फाल्टु चिजमा खर्च गरिन्छ, अब राम्रै चिजमा खर्च गरौँ भनेर चाहिँ अब यस्तो मन अर्कै भयो। अनि केही छैन, हजुरहरूले पनि माया देखाउनु भयो, राम्रो छ होइन। और इंडिया पे जितने भी लोग ने मेरे को सब्सक्राइब किया है उन सभी भाई लोग को भी दिल से धन्यवाद। और मैं बोलना चाहता हूँ आज फाइनली 1K सब्सक्राइब हो चुका है, कल 10K हो जाएगा, परसों 20। ऐसे ही करके आप माया दिखाते रहिए। आपको कैसा ब्लॉग चाहिए, आपको डेली ब्लॉग चाहिए, हफ्ते में 2-3 ब्लॉग चाहिए, जैसे भी करेगा मैं कस्टमाइज़ करेगा। आप बोल दीजिए मेरे को, बस मैं कर देगा। अभी इधर बहुत शोर आ रहा है इधर का है ना, इसीलिए मैं अच्छे से ये वॉइस नहीं आ रहा होगा। पर भी कोई बात नहीं, मैं आपके लिए आज कुछ सरप्राइज़ लेके आया हूँ। लास्ट तक बनी लीजिए, आज लास्ट तक दिखाऊंगा। ओके तो चलते रूम के तरफ। मेरे भाई लोग भी ये पीछे पीछे बैठ रहा है।
ल हामी चाहिँ यिनी चाहिँ विशाल हुन् हाम्रो गाउँको होइन, यिनी चाहिँ प्युठानको भाइ हुन्। यता हेर्देऊ ह्यान्डसम छन् होइन। जति पनि जहाँदेखिबाट पनि हेर्नु भएको छ होइन, यो भिडियो चाहिँ यादगारै बनोस् है। मजाक होइन, फेरि राम्रो यादगार बनोस् है। ल अनि मेरो जति पनि नेपाली दाइ दिदी बहिनीहरू होइन, जतिले पनि सब्सक्राइब सपोर्ट गर्नुभएको छ, एकदमै खुसी छ म चाहिँ होइन। अनि मेरो साथीभाइहरू होइन, अनि सबैले गर्दा चाहिँ म यहाँसम्म पुगेको छु। अब यहाँसम्म पुग्नु पनि लगभग 1K पुग्नु भनेको नि मजाक जस्तो लाग्छ आजभोलि त होइन। जसले पनि पुऱ्याउँछ है, मैले पनि खोल्यो भने त भर्खरै पुऱ्याउनु सक्छु भने। जाउनु 1K पुगेर मात्रै पनि हुँदैन क्या, तपाईँको यो मोनिटाइजेसन हुनको लागि चाहिँ टाइम लाग्छ क्या। हो त मोनिटाइजेसन नहुँदा तकन तपाईँले चाहिँ कति मेहनत गर्नुपर्छ, 10 मिलियन भ्युज प्लस तपाईँको 4000 को वाच टाइम, त्यो ल्याउँदा नि तपाईँले थाहा पाउनुहुन्छ कतिको मेहनत लाग्छ युट्युबमा होइन। जे काममा पनि एउटा कस्ट नपाइकन त्यो काम सफल हुँदैन। त्यसैले हजुरलाई मैले धेरै ज्ञान दिएँ जस्तो लाग्यो होइन, माइन्ड नगर्नु होला होइन। हजुरको कारणले गर्दा चाहिँ म यहाँसम्म छु, भोलिका दिनमा चाहिँ अब कहाँसम्म हुनेछु होइन। चस्मा लगाएको कस्तो देखेको छ हेरिदिनु होला। केटरिङ पनि गरेछ, केही सरप्राइज छ क्या फेरि होइन। ल अब चाहिँ हामी टक्क यिनीहरू चाहिँ लजाइराखन आज भ्लगमा आउन, पछि चाहिँ यही भ्लग हेरेर फेरि हाँस्छन् होइन। केटाहरू फेरि यस्तै हो क्या, आज यहाँ यस्तो गरेछन्, भोलि बिहान ओहो यो भिडियो होइन यस्तो थियो भन्छन् कि ठुलो भविष्य हो नि त। अब मैले सोचिरहेको थिएँ दाँत पनि हालौँ भनेर, अब दाँत पनि छैन नि त अहिले, खसेर पुरै यस्तो भयो नि त, हाँस्दा पनि पुरा एकदम लजाएर टक्क होइन। अब टक्क एउटा ब्लग सब्सक्राइब गर्दैन NPR ब्लग और मैले चाहिँ टक्क दाँत हालेर यसो चिटिक्क देखियो भने कसैले होइन छोरी देलान् भन्ने। तर म यस्तो मान्छे हो कि होइन, लभै नगर्ने क्या, अब सबैबाट पुग्यो के। अब लभ प्रेम मायामा नफस्ने, आफ्नो करियर फोकसमा। धेरै जस्तो त मलाई अब युट्युबबाट सपोर्ट मिल्यो भने चाहिँ मैले युट्युबमै मेहनत गर्छु भनिरहेको छु। हजुरहरूले कतिको माया देखाउनुहुन्छ भन्ने हो मैले चाहिँ होइन। देखाउँदै जानुहोस् होइन, हजुरहरूले जे भन्नुहुन्छ मैले मान्नेछु, बस मलाई सपोर्ट गरिदिनु होला होइन। फेरि यो फेरि भिख मागेको होइन, मैले चाहिँ राम्रोसँग भनेको हजुरहरूलाई। अब जबरजस्ती छैन, मन परे सब्सक्राइब गरिदिनुहोस्, मन नपरे अब हजुरको इच्छाले चाहिँ यो भिडियो मन लगाएर हेर्नु होला होइन। अनि मेरो ट्राभल भ्लगहरू पनि आएको छ, जसमा कि ट्राभल विथ आयुष होइन। टिकटक, युट्युब, फेसबुक, इन्स्टाग्राममा छ। अनि 2-3टा अब टिकटकमा पनि भाइरल छ होइन, त्यस्तो पनि छैन कि। त्यही 40-45 हज़ार पुगेको छ। अनि युट्युबमा पनि ठिकै छ, NPR ब्लग अनि ट्राभल आयुष होइन। 2टा च्यानल चाहिँ मैले चलाउँछु। अनि 2टा च्यानलको लागि चाहिँ कस्टमाइज गर्न बहुत गाह्रो भएको थियो। अहिलेसम्म मैले भिडियो हालेको थिइनँ, आज धेरै पछि चाहिँ भिडियो आएको छ मेरो होइन। सबैजनाले माया देखाउनु भयो होइन, खुसी लाग्यो। और जितने भी भाई लोग हैं शुक्रिया फिर से करता हूँ होइन। नाटक गरेँ होइन त, छिटो भनेर छिटो क्या, अहिले जाउँला क्या, छिटो क्या, भ्याइन्छ छिटो। यिनी चाहिँ लजाउने क्या लास्टै होइन, रुममा आउनुलाई यो हात पनि दुखेर फोन समात्दा। अब चाहिँ टक्क रुममा गएर केक काट्ने होइन, केक त के भन्ने र होइन, यसो 1K सेलिब्रेट गर्ने। अनि के हुन्छ लास्टसम्म भनेर हेरिदिनु होला भन्न चाहन्छु। ल अब चाहिँ रुममै गएर भेटौँ है ल। सो यहाँ चाहिँ मैले अब केकको बिल देखाउन लागिरहेको छु होइन। टोटल चाहिँ मेरो 250 आएको छ। 2% यो सबै जोडेर चाहिँ लिएर आएको छु होइन। मेरो चाहिँ यसमा चाहिँ भोइसै नआएर चाहिँ मैले माइकबाट गरेको अहिले होइन। अनि देख्न सक्नुहुन्छ केक स्पेरेस छ होइन। अनि पछि हाम्रो केटा टक्क यहाँ बसिरहेछन्, हाम्रो सेफ छन्, कुमार दाई छन्, किशोर छन्, विशाल छन्, म छु होइन। अनि यहाँ चाहिँ टक्क बसिरहनु। कुमार दाई के भन्न चाहन्छु ल भनेको, कुमार दाई चाहिँ हाँस्छन् होइन, म छु। अनि उता केटाहरू हाँस्छन्, हेरेछन्, बसिहाल्नु
खुसी हो अब रुममा आएर पनि सेलिब्रेट गर्न तिनको अब चाहिँ अलि आएन कि किनकि मैले माइकमा चाहिँ त उस गरेको थिएँ माइकमा चाहिँ आवाजै आएन अनि अहिले चाहिँ मैले भोइस ओभर गरेको कस्तो छ ल अब सुरु गरौँ है त अगाडि अब चाहिँ मैले होइन टक्क आज मिठाई सिठाई खुवाउनलाई केटाहरूलाई सबैलाई होइन अब चाहिँ मैले यहाँ केक खोल्दैछु अलि यता आएर देखाइदेऊ त अब चाहिँ केक कस्तो छ डिजाइन त राम्रो होइन होइन यतिको नर्मल अब आत्तिरीमा हतारमा बनाएको होइन अब कस्तो छ डिजाइन चाहिँ एनपिआर ब्लगको केकै पिच्के छ यताबाट चाहिँ होइन यिनले उखाउने उस गरेर चलाएर गरे ल हेर्न सक्नु केक यही है और इसको खोलने जा रहा हूँ देख रहे हैं अब ये 1K हो चुका है अब 10K का टारगेट है कब तक पहुँचाएंगे आप ही के में डिपेंड हूँ मैं ज़्यादा हिंदी में बात करना नहीं आता इसलिए नेपाली मिस कट हो रहा है और अभी मैं लाइट से और अभी मैं जा रहा हूँ केक काटने के लिए देख लीजिए हाँ नीरज शेफ बोलिए आप कुछ बोलिए कुमार भाई कैसा लग रहा है बोलिए तो सब खाते हुए बहुत अच्छा लग रहा है हाँ आयुष भाई नीरज से पकड़ीजिए नहीं उधर नहीं रखते हाँ उठा ये आप लीजिए हाँ ये हटा दीजिए फोटो सोटो पनि हान्नु क्यामेरा खोइ त कैमरा देखाके फोटो सोटो हान्देऊ न कहाँ उयो राखेको चाहिँ ठक्क मिलाएर उयो जुम हो यो आउट हो यहाँबाट किचिक किचिक पारा यो खाने नहीं आज होगा क्या ना खाने के लिए तो खै तिमीले त लाइटै छैटौ ल गाइजहरू अब चाहिँ मैले चाहिँ होइन केक काट्दैछु अब चाहिँ ल फेरि हल्ला नि गर्नु हुँदैन होइन ये आपसँग अरे इधर चलो ये बर्थडे नहीं है थोड़ा साइड में थोड़ा सा
आगामी दिनमा चाहिँ डेली भ्लग आउने छ अब दिनमा होइन लास्टसम्म हेरिदिनु भयो मलाई